यो नयाँ गाउँदेखि भित्र यो ठाउँमा हामी आज पिकनिक खान आइरहेछौँ। यो ठाउँमा जाउँ भित्र गएर हेरौँ। जाडोको मौसम छ, घाम खासै देखिएको छैन, मधुरो मधुरो छ पुरै। बाबा म अनि दुईटा केटाहरू, हाम्रो टोलीहरू सबै यतातिर यहाँनिर। पिकनिक कार्यक्रम हुँदैछ। सुभाष दादा हुनुहुन्छ आउनुभयो। जय गुरु। सत्सङ्गको लागि यहाँ प्रार्थनाको लागि प्रणामी राखेर दर्शन गऱ्यो सबैजनाहरू। परम गुरु दाता साधु संग मोय देवैता परम पिता गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरुदेव परब्रह्म। स्वस्ति मङ्गलको निमित्त हामी परमपिताको श्री चरणमा सबैले केही समय नाम जप गरौँ। नाम सुरु भयो। अनुरूपी रहनु, उहाँको सेवा र सहचार्य गर्नु, उहाँसँग आलाप औ आलोचना गर्नु उन्नतिको प्रथम र पुष्ट सोपान हो। बाणी सङ्ख्या 6। शान्ति शान्ति शान्ति।
भर्खरै भजन गाएर भर्खरै सकियो। घाम पनि ठ्याक्क अहिले घाम देखिएको छ। मौसम जोस् राम्रो छ अहिले। ट्र्याक्टरले आगो पनि यहाँ तातिरहेको अलमोस्ट सबैजनाले खाएर सकियो। जाम आऊ म दादाहरू माथि पुगिसक्यो। जाम हामी यताबाट होइन है, यता पानी छ। खै तिमीलाई म समात्छु। ए ल भाग्यो 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 ल भाग्यो भाग्यो नानी भाग्यो। ल दौडा दौडा नानी दौडा। यही हो हाइकिङ भनेको, ट्रेकिङ भनेको यही हो, हाइकिङ भनेको यही हो। ल दौडा दौडा। खै यास त लेट भयो के, स्लो भयो यास त। है ल 7 सेकेन्ड भयो। हेलो खेल्ने ठाउँ त मस्तै छ यहाँ खेल्नलाई केटाकेटीहरूलाई। जोस् ठाउँ चाहिँ राम्रो लाग्यो। यतापट्टि पिकनिक खाने ठाउँ हाम्रै खाइयो यहाँ। अझै पनि मान्छेहरू छन्, खाँदैछन्। कोही डान्स गर्दैछन् यता पछाडिपट्टि। यतापट्टि हामी यहाँ घाम लागेको भएर घाम ताप्दै हल्का। अब हाम्रो कार्यक्रम, आजको कार्यक्रम लगभग यही माछामा देख्नु है। अब हाम्रो सकिने छ है, डान्स कार्यक्रम हुँदैछ।
श्री श्री अनुकूल चन्द्र ठाकुरजी हाम्रा आराध्य, हाम्रा पथ प्रदर्शक, हाम्रो जीवनको उज्यालो दीपक। उहाँ केवल नाम मात्र होइन, उहाँ त हाम्रो सास प्रश्वासमा बसेको विश्वास हुनुहुन्छ। हाम्रो दुःखमा आशा र हाम्रो यात्रामा मार्गदर्शन हुनुहुन्छ। आज उहाँको पावन जन्म स्मृतिमा पौष 26 गते शनिबार 10 जनवरी 2026मा नयाँ गाउँको जल पार्कमा हामी सम्पूर्ण सत्सङ्ग परिवार एउटै हृदय, एउटै भाव, एउटै प्रेम लिएर एकत्रित भयौँ। यो केवल पिकनिक मात्र थिएन, यो त भक्तिको उत्सव थियो। ठाकुरजीको कृपा, साथीहरू हात मिल्दै नाच्दै गाउँदै भजन गाउँदै आत्मीयताको बन्धन अझ गहिरो बन्यो। आज हामीले महसुस गर्यौँ सत्सङ्ग भनेको केवल प्रवचन होइन, सत्सङ्ग भनेको एउटा परिवार हो जहाँ हरेक हाँसोमा ईश्वर बस्नुहुन्छ। हे ठाकुरजी, हाम्रो जीवनलाई सधैँ यस्तै प्रेम, एकता र सेवा भावले भरिरहनुहोस्। तपाईँको कृपाले हामी सँगै छौँ र सधैँ सँगै रहनेछौँ। जय श्री अनुकूल चन्द्र ठाकुरजी, जय।